धन्यवाद गर्दछु यसुको नाम। हेलो, जगतका मालिक सृष्टिकर्ता हाम्रो महान अनुकारी परमात्मा परमेश्वर पितालाई करोडौं करोडौं धन्यवाद गर्दछु यसु मसीहको नाममा। परमात्मा परमेश्वरको लागि जोर तालिकाले सम्मान गर्नुहोला त ईश्वरलाई धन्यवाद यसु मसीहको नाममा। हामीलाई सत्यको बाटो देखाउनु हुने, वचनमा दरिलो भएर सत्यको बाटोमा एकदम हिँडाउनु हुने हाम्रो अग्रज हुनुहुन्छ, अग्रज अगुवा हुनुहुन्छ हाम्रो सुशीला म्याम हजुर र प्रकाश सर हजुरलाई पनि म रिना गुरुङको तर्फबाट नमन नमस्कार गर्न चाहन्छु र उहाँको घर परिवारमा पनि ईश्वरको सदा सर्वदा बसिरहोस् त ईश्वरलाई धन्यवाद यसु मसीहको नाममा। जति पनि आज यो शनिबारको दिनमा महिमा गर्न आउने हैन परमेश्वरको महिमामा उपस्थित हुने परमेश्वरको प्यारो र प्रिय सन्तानहरूलाई एकदमै म मेरो तर्फबाट नमस्कार गर्न चाहन्छु र हाम्रो केन्द्रीय लिडर म्यामहरू हुनुहुन्छ, सम्पूर्ण बाजा वाद्यमा साथ दिनुहुने, क्यामेरामा साथ दिनुहुने, एकदमै सुरक्षितमा साथ दिएर बस्नुहुने, खडा हुनुहुने परमेश्वरको सम्पूर्ण सन्तानहरूलाई फेरि पनि म मेरो तर्फबाट नमस्कार गर्न चाहन्छु र आजको सञ्चालिका म्याम हजुरलाई पनि मेरो तर्फबाट नमस्कार। ईश्वरलाई धन्यवाद यसु मसीहको नाममा। आज परमात्मा परमेश्वर पिता स्वयं मलाई आत्मामा अगुवा दिनुभयो कि जाऊ मेरो छोरी वचन गवाई प्लसमा तिमी दरिलो हो कि मैले सोचेको थिएन, घरबाट मैले सोचेको थिएन, म आज भन्छु त्यहाँ गएर गवाई भन्छु, वचन भन्छु, मैले मेरो सोचमा थिएन। मेरो पिताले यस खरामा यस महिमामा उपस्थित गराउनु भयो कि यहाँ बसेर मलाई अगुवा दिनुभयो हैन। पिता धन्यवाद यसु मसीहको नाममा। परमेश्वर पिताले आज हामीलाई हाम्रो परिवारलाई एकदमै शान्तिको, आनन्दको, खुसीको माहौल दिनुभएको छ हैन। यो यस्तो परमात्मा परमेश्वर पितालाई एकदमै धन्यवाद दिन चाहन्छु हैन। यस्तो खुसी लाग्छ जस्तो समस्या आउँछ, जस्तो परिस्थिति आउँछ त्यो लड्ने शक्तिको सामान आज हामीमै रहेछ हैन। हामी भित्र रहेछ, हाम्रो परमेश्वर पिता हाम्रो आत्मामा रहेछ भनेर आज बुझ्यो जान्यो। आज यो बाटोको सत्य बाटो देखाउनु हुने हाम्रो सर हजुर, हाम्रो म्याम हजुर फेरि पनि म सम्मान गर्न चाहन्छु। फेरि पनि हाम्रो सर हजुर म्याम हजुरको लागि एकदमै तालिकाले सम्मान गर्नुहोला। आज यस्तो बाटो कसैले देखाएको थिएन, आज ईश्वर आत्मा छ भनेर कसैले बुझाएको थिएन, चिनाएको थिएन। आज हाम्रो म्याम हजुर आउनुभयो, हाम्रो सर हजुर आउनुभयो। आज जति रुँदै हिँडे पनि, जति पीडा र समस्या भए पनि आज दरिलो मन भएर हिँड्ने यो योग्यको ईश्वरले बनाउनु भएको छ भने आज परमात्मा परमेश्वर पितालाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। धन्यवाद त एकदमै कमै होला, तर पनि मेरो हृदय, मेरो पवित्र मन शुद्ध बनाउनु भएको छ। हिजोको दिनमा अशुद्ध थियो हैन, बोली अशुद्ध थियो, हेराइ अशुद्ध थियो, सुनाइ अशुद्ध थियो, हिँडाइ अशुद्ध थियो, हरेक थोर संसारको विधि विधानमा चलेर सबै थोक अशुद्ध थियो। 16 वर्षसम्म पनि मैले व्रत लिएर हैन, स्वस्थनी व्रत 3 पल्ट लिनुपर्छ, 7 पल्ट लिनुपर्छ भनेर त्यस्तो विधि विधान लिएर हिँडेको थियो। त्यस्तो काम गर्दै दिएको पाएको चाहिँ केही थिएन हैन। रुँदै हिँड्ने, अरूलाई सुनाउँदै हिँड्ने, समयलाई बर्बाद पार्दै हिँड्थे। अलिकति दुःख पऱ्यो कि कसले सुनाऊ, कुन मनुष्यले सुनाऊ भनेर अरूको घरमा हिँड्ने, अर्को कुरामा सुन्ने, समयलाई बर्बाद गरेर त्यही कुरालाई फेरि 2 दिनबाट बढाएर अरूले मुख बन्दी गर्ने, टुट बन्द गर्ने, परिवारै सम्बन्ध विच्छेद गर्ने त्यो अवस्था थियो, त्यो समय थियो हैन। त्यस्तो विधि विधानहरू त्यागेर आज हाम्रो परमात्मा परमेश्वर पिताले हामीलाई पापको मोक्षबाट टुटाएर हैन, परमेश्वर पिताले शुद्धको मन, स्वर्गको मनमा परमेश्वर पिताले यस्तो शान्ति समृद्धि पिताले दिनु भएको छ कि यस्तो महान परमात्मा परमेश्वर पितालाई धन्यवाद यसु मसीहको नाममा। गवाई त धेरै छ, पर हाम्रो म्याम हजुरले भन्नुहुन्छ नि हैन, दुःख कष्ट आउँछ, परिस्थितिहरू आउँछ, तर पनि कमजोर नहौ हैन। आउँछ र पो महिमा पाउँछ, महिमा आउँछ र पो उन्नति प्रगति पाउँछ र पो आशिष पाउँछ। त्यसै त समस्या आयो भन्दैमा रुँदै नहिँड्नु। आज त हाम्रो बिसाउने चौतारा पाएको छु, विश्रामको चौतारा पाएको छु भनेर आज हाम्रो सर म्याम हजुर हर दिन हर रात हर समय हाम्रै लागि हैन दुःख गर्नु भएको छ। यो पनि ईश्वरले आशिष दिइराख्नु भएको छ हैन। ईश्वरलाई धन्यवाद। त मेरो छोरीको गवाई हैन, त मेरो छोराको गवाई त हजुरले सबैले सुन्नु भएको छ। मेरो छोराको लागि नै मैले ईश्वर चिनेको हो हैन। त हिजोको दिनमा विधि विधान गर्दा मैले ईश्वर चिनेको थिएन। खोला ढुङ्गा माटो मन्दिरमा सबै ठाउँमा पूजा गरेको थिएँ, तर मैले
चिनेको छैन। पाप त मनमा रहेछ, मुखमा मात्रै बोल्दै हिँडेको थिएँ, तर सबभन्दा ठुलो चाहिँ आफ्नो पवित्र मन बनाएर हिँड्नुपर्ने यो आज मैले बुझेको छु हैन। त यसमा नि धन्यवाद छ येशू मसीहको नाममा। आज मेरो छोरा एकदमै हैन सहनशीलता अनुशासन भएर परमेश्वर पिताले उनलाई हरेक सिडी चलाउँदै उनलाई लाइसेन्स हैन, गाडीको लाइसेन्स, स्कुटरको लाइसेन्स, बाइकको लाइसेन्स, सबै थोकको लाइसेन्स परमेश्वर पिताले दिनुभएको छ। गर काम गर, तिमीले उन्नति प्रगति गर भनेर परमेश्वर पिताले आशिष दिनुभएको छ नि। त्यसैले आज हर कदममा आशिष दिनुभएको छ भने मेरो छोरीको हैन, जब मेरो छोरीलाई मैले बाहिर विदेश जाने भनेर एप्लाई गरेको थिएँ, एप्लाई गर्दा सुरुमा हैन पास हुँदै 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 सबै थोकमा पास हुँदै गए। बिचमा हैन दुसरा वाला शैतानले तर नाम त नबी तर पनि यो त गवाई नै हो। गवाईको लागि परमेश्वर पिताले दिनुभएको घोषणा गर, मैले दिएको घोषणा यो गवाईहरू हैन घोषणा गर, मैले सारा संसारलाई मैले तिमीलाई मेरो छोरी हो भनेर कहलिएको छौ भनेर भन्नुभएको छ। त्यसैले आज यो ठाउँमा पनि यो स्थानमा गवाई भन्नु पाउँदा वचन भन्दा यति खुसी लाग्छ। हिजोको यही कुरालाई पनि संसारिकले यस्तो नि हुन्छ र यस्तो नि हुन्छ र भनेर खिसी गर्थ्यो, डाहा गर्थ्यो, तर पनि हाम्रो परमेश्वरको यो स्वर्गको राज्यमा खिसी डाहा भन्ने एउटा केही कदमै छैन। उन्नति र प्रगति सबैले वाह भन्ने गर्ने परमेश्वर पिताले बनाउनु भएको छ हैन। त्यसैले त्यो कर्ममा हैन विदेश जाने कर्ममा मैले मेरो छोरी पास हुँदै हुँदै जाँदा हालत आयो बिचमा। त मेरो छोराद्वारा मेरो छोराको आत्मा भएर शैतानले आत्मा एकदमै चलाएको थियो, रिस गर्ने, डाहा गर्ने, छोरीलाई पठाउने, मलाई केही नगर्ने हैन, आफ्नो छोरीलाई गर्ने। ऊ पनि मेरो छोरा हो नि त हैन। दुसरावाला शैतान कस्तो चाल खेल्छ भन्ने हैन। तर हामी जान्दछौँ कुन शैतानले कुन मुखद्वारा बोल्छ भने हामीलाई कमजोर गराउँछ, हामीलाई ढाल्छ भने हामी जान्दछौँ। त्यसैले त्यो मेरो छोरा बोलेको हैन, त्यो दुसरावाला शैतान बोलेको। त्यसैले हामी ढल्नु हुँदैन, हामी कमजोर हुनु हुँदैन। जुन काममा लागि परिरहेको छ त्यो काम हामी अगाडि बढ्नुपर्छ भनेर हामी सासु बुहारी हामी घर परिवार एकदमै अगाडि बढ्यो। त्यस्तो नराम्रो कुरालाई त्यस्तो नराम्रो कुरालाई हामी कमजोर भएर हुन्छ भनेर हामी सासु अगाडि बढेको थियो हैन। त्यसरी हात ल्याउँदा पिताले यस्तो इनाम दिनुभयो, मेरो छोरीको भिसा आउने योग्यको गर्नुभयो के। यस्तो महान परमात्मा परमेश्वर पिता हुनुहुन्छ। अनि भिसा आएपछि हैन, भिसा आएपछि फेरि भन्नुभएको छ नि पिताले र भन्नुभएको छ त्यस्तै नै मैले पनि हैन मेरो पितालाई सबै सुम्पे। भिसा आएपछि त सबै लगानीहरू पनि अब आमा बाउले गर्नुपर्छ, सबैले बुझेको छौ हैन। लगानी गर्दाखेरि मैले त्यो पितासँग मागे, मैले कुनै मनुष्यसँग मागेन, कुनै मनुष्यसँग मैले हात फैलाएन हैन। मेरो पितासँग मागे, मेरो पिताले हैन यस्तो स्वर्गदूत खटाएर मनमा अगुवाई भर्दैन हैन, भरिएर हैन एकदम त्यो लगानी खर्च पनि पुरा गरिदिनु भयो कि पिताले हैन। पिताले पुरा गरिदिनु भयो। अनि गरिसकेपछि उड्यो हैन। फेरि के कुरा आयो संसारमा, त्यो ठाउँमा गएपछि काम पाउँदैन, एकदमै दुःख छ हैन। युके भन्ने ठाउँमा दुःख छ, एकदमै काम पाउँदैन, सबैले गाह्रो भएर त भन्ने त्यो सुनाइमा आयो हैन। त्यो सुनाइ त केही होइन, त्यो संसारको सुनाइ हो। हाम्रो स्वर्गको सुनाइ त परमेश्वरको निरन्तर तिमी महिमामा लागिरह, निरन्तर वचनमा डुबिरह र सुन्नु भनेर भन्नुभएको छ भने म परमेश्वरको प्रतीक्षा गरेँ, परमेश्वरको आशा र भरोसा गरेँ र त्यो दिन उड्यो हैन। त्यसको भोलिपल्ट उसले कागज पत्र मिलाएर पर्सिको दिनमा काम गर्ने योग्यको परमेश्वर पिताले गर्नुभयो के छ। धेरैजना छ मेरो आफन्त इष्टमित्र सबैजना छ। मैले उहाँहरूसँग मैले आशा भरोसा गरेन। मैले मेरो छोरी आउँदैछ है ल है भनेर हुन्छ नि त्यो मैले मागेन, तर पनि मेरो पितालाई मैले पहिला प्रथममा प्रार्थना प्राथमिकता गरेर मेरो पितासँग माग्ने, पिता मेरो छोरी हजुरसँगै हुनुहुन्छ, हजुरसँगै मेरो छोरी हुनुहुन्छ, मेरो छोरी जहाँ जहाँ जान्छ त्यही हजुर हुनुहुन्छ भनेर मैले परमेश्वरमा मागे। त कुनै काममा कठिनाइ गरेन, खोज्नु पनि परेन हैन, भौतारिनु पनि परेन। उहाँ साथी थियो एकजना, त्यो साथीको द्वारा हैन मेरो छोरीले अहिले एउटा हैन दुईटा काम गर्ने योग्यको परमेश्वर पिताले गर्नुभएको छ। यस्तो महान परमात्मा परमेश्वर पितालाई धन्यवाद येशू मसीहको नाममा। त मेरो छोराको पथरी थियो हैन, 8 ml को पथरी अपरेसन गर्नुपर्छ भनेको थियो, तर पनि संसारको डाक्टरले त
हैन त्यस्तो भनेको थियो। म संसारको कुराहरू संसारको सुनाइहरू मैले पछाडि राखेर मेरो परमेश्वरको महिमाको वचनलाई अगाडि राखेर हिँड्ने, त्यो आज परमेश्वर पिताले छोरी बनाउनु भएको छ भने हरेक कुरा स्वर्गको कुराहरू अदृश्यको कुराहरू परमेश्वर पिताले अगाडि प्रकट गर्नुहुन्छ। त्यसैले अपरेसन नगर्ने योग्यको अहिले पिताले गर्नुभएको छ हैन। हरेक कुराहरू परमेश्वर पिताले गवाई दिनुभएको छ। माग म तिमीलाई दिनेछु, खोज तिमीले भेटाउने छौ, ढकढक गर त तिम्रो हजारौं निम्ति ढोकाहरू उगारिसकेको छु भनेर वचनमा भन्नुभएको छ। आज हरेकको ढोकाहरू बन्द भइसकेको छ। आज परमेश्वर पिता ढोका खोल्नु भएको छ भने हैन। आज परमात्मा परमेश्वर पितालाई धन्यवाद, येशू मसीहको नाममा।